इसका माथे से ये वाला निकला ना, ये ब्लड निकल चुका है, ब्लड निकल रहा है। म चाहिँ डक्टरहरू पनि सबै भेटिसकेको छु है, ब्लड टेस्टहरू गर्यो। एभ्रीवान सबैजनालाई आज चाहिँ फेरि पनि आएको छु है नयाँ भ्लगको साथमा। धेरै महिनाको बादमा कन्टिन्यू नै छु है म। तर अर्को च्यानल पनि छ मेरो चाहिँ समीर लेप्चा र यो एउटा च्यानल भएपछि चाहिँ मलाई यति साह्रो कन्फ्युज हुँदैछ कुन चाहिँमा अपलोड गर्नु कुन चाहिँमा नगर्नु है। तर म एउटामा चाहिँ काम गर्छु होइन। अब अलिकति विचार गर्दैछु, म हेर्दैछु है आजको यो जुन चाहिँ भ्लग चाहिँ यो चाहिँ म दिमिङमै लाउँदैछु है। अन्त यो दिमिङमा राम्रो हुँदैछ भने चाहिँ होला जस्तो लाग्यो भने चाहिँ म यहीँबाट कन्टिन्यू गर्नेछु है त। सो हेर्दै गर्नुहोस् होला मेरो भ्लगलाई, अनि धेरै धेरै माया दिनु होला भनेर भन्न जान्छ है। सो आजको भ्लग चाहिँ सुरु गरौँ है त। म चाहिँ यहाँ च्यानल मिलाइसकेको छु है। अन्त यहाँ माथि मेरो हस्बेन्ड चाहिँ पानी लाउँदैछ। सक्नु आँटेको तमास टेस्टी बिस्किटहरू खानु मान्दैन यसले। बा नाइस लोमाछीको तब बा गुड लोमाछीको गुड मात्रै गुड माले इङ गुड डु गुड बिहानै रुन्छ। यहाँको जराइम त करेन्ट आउँछ, यहाँको जराइम तारमा लाग्छ ल। ऊ घाँसमा जाने अरे ऊ पनि ऊ हाँसिया लिएर आयो। इङ बा हाँसिया न कता इङ छ बा त्यो बा मम्मी न अब रङ्गानु हुँदैन इङ बुङ गर्छ त बे त्यो बा मम्मी यता बा बा मम्मी त्यो न कता बे जुन प माथि लुपन दिएको जाने लुपन दिएको खै अब ल बाँध बस्छ पापा दिन्छ पापा बाँधिदिन्छ ल ल ल पापा दिन्छ नि अन्त कच्चेरा चाहिँ गरिहाल्छ उसको जो माथि लुपन दिएको हुन्छ लुपन दिएला अब टिटिटमा जाने स्याहार काम त मन पराउँछ, लडेर काट्छ डर लाग्छ कि मान्दैन। यो गुँ अखर काट्यौँ ऊ पनि काट्नै पर्छ। बाई बाई गोठला दाजु बाई बाई। बर्थडे मेरो चाहिँ अब खाना सब्जीहरू रेडी भएर बसिरहेको होइन, आगो ताप्दै। अन्त यहाँ फुच्ची हेर्नु अघि चाहिँ बाउजैसँग बसेको थिएँ नि त। अन्त अब बाउ चाहिँ तल रोड साइडमा अलिक काम परेर झरेन, अहिले चाहिँ आउँछ ल। आएपछि चाहिँ हामी खाना खाने हो। ए बदमास यसको बदमास हेरिहाल्नु नि हौ बदमास चाहिँ इङ आबिन त लुकियो गर्नु सब मैला बिहान उठेदेखिको बदमास गर्छ क इङ। ए आगो ताप्दै बसिरहेको, यिनीहरू पनि कति जाडो लागेको ला। अन्त अरे घाम पो लाग्यो जस्तो लाग्यो इङ, घाम लाग्यो जस्तो लाग्यो। अघिसम्म त्यो घामै थिएन नि त। अब घाम आयो भने चाहिँ मेरो लुगा नसुकेको लुगाहरू सुकाउनु पर्ने छ। अरे दिन त हेर्नुहोस् त घाम पो लाग्न थाल्यो त गाठे, घामै थिएन बिहान चाहिँ। तारबोटलाई चाहिँ म एक्सिडेस लिएर जाँदैछु, खानासाना खाइसकेको छ है। तारबोटको आपा पनि ड्युटी लागिसकेछ। अन्त ए लुपुन्दी चाहिँ यहाँ राम्रो देख्दैछ। अनि यसले मेकअप गरिदियो। हेलो दिदा हेलो 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 अर्डर ब्याग अट बा ब्याग राख्दै ल हत्तरे ब्याग खोल्ने अरे नि त हत्तरे। पर्पल कलर लिँदा पर्पल लिँदा इङ पर्पल लिँदा बा पर्पल लिँदा पर्पल लिँदा। दिदी स्कुल जानु मन छैन भन्छ। अन्त लुपुन्जी जानु मन पर्यो भने चाहिँ लगिहाल्छ अरे नि। जानु इच्छा छ कि छैन? जानु मन पर्दैछ? ए जानु मन छैन अरे दिदी त। उङथाकै ल्याइदिइरहेको छु गर्नु त।
ल इन्केल ल मम्मा सफा गरिकन आउँछु रुम अब फुच्चेलाई आइसिडिएसमा राखिराखेको अन्त एकछिन म सफाइ चाहिँ रेडी गरेर किचनमा साफसफाइ गरेर गाई पनि कराक कराकै छ घाँस लगाइदिनुपर्छ त्यहाँदेखिको चाहिँ म आफै रेडी भएर आएर चाहिँ तारबोटलाई पनि सँगै लिएर तल चिन्छ यहाँ प्रोग्राममा जाने छु है त्यहाँ डक्टरहरू आउँछ भन्दैछ अब बिमार त त्यस्तो केही छैन ड्राई भए पनि यस्तो नजिक आउँदैछ भने त जानु पर्यो नि है सो त्यही भएर अब चाहिँ घाँस पनि लगाइदिइसक्यो है अब चाहिँ मेरो घरको धन्दा भन्दा रहेछ कोपी त हेर्दै हेर्दै निकै ठुलो भइरहेछ यहाँ लाग्नु थालेछ कोपी निक्लिनु थालेछ अलिअलि केसेसमा हिँड्दै गरेर चाहिँ अब बर्तनहरू धोइराखेर त्यहाँदेखि जान्छु है फोन पनि आउँदैछ डक्टरको गाडीहरू आइसक्यो भनेर भन्दैछ कि अभी मैं जो है रेडी हो चुका है मेरा बाल देखो एकदम गीला गीला है अभी तक भी तो मैं ये पहनूंगी क्योंकि ना थोड़ा ठंडा हो सकता है अभी आज मौसम का थोड़ा ठीक नहीं है धूप भी अभी अभी निकल आया ना सो इसीलिए देखो मेरा लिप बाम देखो लिप बाम मैंने ना मेरा जो हस्बैंड है उसको मैंने एक गिफ्ट दिया था वो गिफ्ट आप लोग को दिखाएंगे कमेंट करके बोल देना कैसा लगा ये वाला जो है ये तो पुराना है और ये जो कोट है इसका पेंट भी है पेंट पता नहीं कहाँ रख दिया उसको बहुत एक्साइटेड था और उसको चाहिए भी था तो मैंने दिला दिया मैं कैसे लग रही हूँ कमेंट करके बोल देना ये जो स्लीपर है ना ये मेरा हस्बैंड ने बर्थडे में गिफ्ट दिया था देखो लुपिन दी भी आ रहा है लुपिन जल्दी आ जाओ वी आर गेटिंग लेट तारबो को बैग चाहिँ किन लिएको कोनी त अन्त आफै लिएको न तारबो चाहिँ के गर्दैछ चलो अभी चलो तारबो What the bird is doing? हम मुलाम ले रहे तो कहाँ से लाया रे को रही जाओ जो मम्मी से पूरा नोटी कर दे सकी होता नोटी होने से कहाँ जाने ये ICD से निकल चुका है हम लोग ठीक है अभी डॉक्टर के पास जाएंगे डॉक्टर मिलेगा या नहीं मिलेगा अभी जाके देखेंगे अभी देखो तारवर इतना बड़ा हो चुका है अभी 21 मंथ का हो चुका है सो चलो अब बोरे लाट्न पुरा जोस चलेको रे हो स्वर पनि आएछ तिनचुमले चाहिँ के दबाई पायो देखाइदिनुस् न गाउँको खै औ यस्तो गाउँको दबाई रहेछ खोइ दबाई चाहिँ कुन चाहिँ रहेछ दबाई चाहिँ सो हामी चाहिँ डक्टरहरू पनि सबै भेटिसकेको छु है अन्त ब्लड टेस्टहरू गऱ्यो सिबिसीहरू गरेर चाहिँ सिबिसीहरू गऱ्यो अनि प्रेसरहरू नापेर सुगरहरू नापेर सबै नर्मलै रहेछ मेरो चाहिँ अन्त अलिकति एचबी चाहिँ अलिक कम्ती रहेछ होइन सो त्यसको लागि चाहिँ आइरनहरू लिइरहेको छु अनि अब हामी चाहिँ वापस फर्किँदै गरेको कि पुच्चे चाहिँ हिँड्नु नमानेर चाहिँ पुरा क्या बदमास नि हिँड्नु नमान्दाखेरि चाहिँ उसको बाउचाले भलाएको कि अन्त फेरि यो दुईजना छ हो दुईजनालाई नहुँदा त अन्त मेरो त बिजोक हुन्छ अर्को पनि फेरि बनेर त फेरि मान्दैन अर्को पनि फेरि त्यस्तै छ हो
सो त्यस्तो भइरहेछ म चाहिँ तारपुर कपालाई बोलाएर आइपुगेछ अन्त अब हामी चाहिँ म चाहिँ आराम से हिँड्नु पाइरहेछ नि त बदमाश देखो देखो इसका माथे से ये वाला निकला ना ये ब्लड निकल चुका है बदमाश ज़्यादा हो रहा है ना बदमाश देखो ब्लड निकल रहा है तुम निदर में ये वाला अंदर घुस गया था ना पता नहीं यहाँ हेर्नुहोस् न तारबोटको आप्पाले चाहिँ यति ठुलो फक्से बुटुले लिएको रहेछ होइन यी हेर्नुहोस् त कुनै के भित्र के जम्मो रडमा लगाइरहेको रहेछ बडाइसम्म उनेको रहेछ रडमा यहाँसम्म उनेको रहेछ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 14 पिसी एकैतालमा लिएर आएछ यो चाहिँ उयो के भन्छ डोकोमा लिएको जस्तो लाग्यो आज चाहिँ यहाँनिर गाई खोले पनि छैन रहेछ पकाउनु पर्ने रहेछ यहाँनिर गाई खोलेको लागि यहाँ मैले घाँस देखेको थिएँ कि त्यो घाँस खानु आएको त आगो सागो सबै लगाइसकेको छु अन्त फक्से अघि हस्बेन्डले ल्याइदिइराखेको त्यो काटेर चाहिँ लगाइराख्छु हो अन्त त्यसमा चाहिँ अब सबै अमिलो मात्रै लगाएर त हुँदैन होइन सो त्यही भएर चाहिँ अब यहाँ घाँस खानु आएको नि त आसु भइसक्यो लुगाले गर्दाखेरि अब मेरो चाहिँ यो पनि भइसकेको छ है साथी हो अब यो छिटो काटेर आउँछ बेसी लगायो भने फेरि हुँदैन पाकिसक्यो हो डक्कनसम्म छोपिराख्नुपर्छ बहुत रात पनि पर्यो हो अन्त आगो जलाउनु पर्यो चुलामा पानी चाहिँ भने है हामी चाहिँ खानासानाहरू पनि खाइसकेको छु अब सुत्नु लागेको है यहाँनिर अरू दुईजना त अलरेडी सुतिसकेको चाहिँ स्टलै बेसी छ नि सुती फोन खेल्दै यस्तो छ है यस्तो छ सो साथीहरू आजको लागि यति नै हो भेटेको नेक्स्ट ब्लगमा टाटा बाई टेक केयर